शनिबार र आइतबार बिदा दिने तथा शैक्षिक संस्था बाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय 9 देखि 5 बजे कायम गर्ने। आज नेपाल सरकार मन्त्री परिषदको मिति 2082 चैत 22 गते बसेको बैठकका प्रमुख निर्णयहरू हजुरलाई सुनाउँछु। पहिलो, अर्थ मन्त्रालयबाट डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्टका लागि क्रमशः एसियाली विकास बैंक तथा विश्व बैंकले प्रदान गर्ने 40 मिलियन अमेरिकन डलर र 50 मिलियन अमेरिकन डलर गरी जम्मा 90 मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने। अर्को, अर्थ मन्त्रालयकै दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने 95 मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने। अर्को, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति दिने। अर्को, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष श्री धर्मेन्द्र झाले दिनुभएको राजीनामा स्वीकृत गर्ने। अर्को, पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण 82 चैत 23 गतेबाट लागू हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने तथा शैक्षिक संस्था बाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय 9 देखि 5 बजे कायम गर्ने। डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने। र अन्तिममा आगामी शैक्षिक सत्र 2083 वैशाख 15 गतेबाट सुरु गर्ने। यो एउटा प्रश्न यो हामीले पदमा बहाल हुनुभन्दा पहिल्यै सम्पत्ति विवरण सार्वजनिक गर्ने भनेर भनेका थियौँ। हजुर, यो अहिलेसम्म आएको छैन। यसमा के यसको बारेमा यसपछिको मन्त्री परिषदमा निर्णय हुन्छ है। काममै छ हजुर हैन। अहिले पहिलो कुरोमा हामी जनताकै गुनासो लिएर काममा लागेका छौँ। हजुर, त्यसमा प्राप्त गर्नुभएको छ औपचारिक टेन्सन नलिनु होला। होइन, हाम्रो चाहिँ पार्टीको उपसभापति चाहिँ सालिन अब त उपसभापति रहनु भयो, अब त देशकै सभामुख रहनुभयो। एकदम खुसी लागिरहेको छ। सालिन दीक्षितको यो चाहिँ वास्तवमा यो सभाकै शोभाको रूपमा हुनेछ। उहाँ संस्थता देखाउनुहुन्छ सबै दललाई, प्रतिपक्षलाई पनि लिएर हिँड्नुहुन्छ। उहाँको स्वभाव हेर्नुहोस् कति शालीन हुनुहुन्छ। उहाँको त्यो स्वभावले बताउँछ सबै कुरा। तस्बिर आफै राष्ट्रताको झल्को त आउँदैन नि। हेर्नुहोस्, निष्पक्ष भन्नुभएको छ नि त, त्यही नै हुन्छ। जस्तो राजु पाण्डे भन्ने बित्तिकै एउटा कडक स्वभावको पनि व्यक्तित्व हुनुहुन्छ। जस्तै गृहमन्त्री सुदन गुरुङ एक्सनमा हुनुहुन्छ। राजु सर चाहिँ यो उहाँको एक्सनप्रति कतिको तपाईँ उत्साहित हुनुहुन्छ अथवा तपाईँको कतिको तपाईँहरूको के भन्छ भने हामी टिमको सबैको मूल्याङ्कन जनताले मूल्याङ्कन गर्ने। हामी आफैले म पाइतो भन्ने होइन, जनताले मूल्याङ्कन गर्ने। जनताले के मूल्याङ्कन गर्नुभएको छ बुझ्नु होला। धन्यवाद। पछाडि आएर पेल निकाल्न गरौँ न। शुभकामना भन्न चाहन्छु। उहाँको भूमिका कस्तो होला? निष्पक्ष रहन्छ। राष्ट्रताको झल्को त आउँदैन नि। हामीले शालीन हुनुहुन्छ उहाँ। उहाँप्रति कहिले पनि राष्ट्रको झल्को आएन। सधैँ शालीन हुनुहुन्छ उहाँ। तर सभामुखहरूमा त धेरै झल्को आउने गर्छ, आफ्नो पार्टीलाई लिएर, आफ्नो नेतृत्वलाई लिएर। पहिलाको त्यो विकृतिले त राष्ट्रको जन्मेर यो भाषा अब आउँछ भन्ने त कल्पनै गर्न सकिँदैन। उहाँले प्रतिपक्षलाई पनि ब्यालेन्स गरेर हिँड्नुहुन्छ। एकदमै हामी विश्वस्त छौँ। हस्, धन्यवाद।